नमस्ते सबैजनामा। आज भने स्पेसल डे, यानि आज आमाको मुख हेर्ने दिन। आज किनकि स्पेसल दिन छ। आमालाई म 7 समुद्र टाढा भए तापनि हजुरलाई धेरै मिस गरेको छु र तपाईँ जहिले पनि सुख शान्ति रहनु, कहिले पनि दुःख कष्ट नपरोस्, सधैँभरि सुख शान्ति रहनु र देश विदेशमा रहनुहुने सम्पूर्ण आमाहरूप्रति पनि नमन व्यक्त गर्दछु। र मेरो आमा म टाढा भए तापनि म हजुरलाई धेरै मिस गरेको छु, धेरै सम्झेको छु। मलाई सानो छँदा हुर्काउनु भयो, बढाउनु भयो, पढाउनु भयो र आज मलाई ठुलो बनाउनु भयो र मलाई देश विदेशमा जाने बनाउनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो आमालाई। जहाँ भए पनि तपाईँ सुखी रहनुहोस्, खुसी रहनुहोस्, त्यही भन्न चाहन्छु। धन्यवाद।